एक दुई तिन त्यसै अब यस्तो हुन्छ नि त हाम्रो घामको सुनौलो किरणले पश्चिम भित्तामा टक्कै हिर्काएपछि चाहिँ हाम्रो एन्टी भाषी मिसनको तेस्रो दिन पनि सुरुवात हुन्छ। नमस्कार अनि खाम्री म स्वागत गरेँ आजको मिनी भ्लग। गाउँले हो हामी, छिमेकीको सहयोग गर्दै हातेमालेमा अघि बढ्नुपर्छ। बिमारी काकाको घरमा आज घाँस ल्याउने काम थियो, सोही मैले चाहिँ धेरै दिन बादमा बिरुमा मसँग बात गरेँ। अब योलाई चाहिँ भन्छ छिरुवा, जसले चाहिँ हाम्रो क्षेत्री गाउँ अनि लेप्चा गाउँलाई अलग। पहिलाको चिया लुकाउने ठाउँ सामाजिक सञ्जालमा भाइरल हुन्छ कि भनेर एन्टी भाते मिसनले आज चाहिँ अर्कै जग्गा लुकाउँछ। अब खोला पुग्न साथ घाम पनि छिप्पिरहेको थियो, मेरो उमेर जस्तै। खोलामा पुगेर एकछिनको निम्ति हामीले चाहिँ एक्सर्साइज पनि गऱ्यौँ। अब भने घामको सुनौलो किरण खोलाको पानीमा ठोक्किँदा चाहिँ खोला पनि चाँदी जस्तै टल्किरहेको थियो। अघिबाट आउनुभएको काका अनि दादाले चाहिँ उहाँको पछि पछि लाग्न लाउनुभयो अनि हामी पनि लखर लखर उहाँको पछि नै लाग्यौँ। आज मेरो काम थियो भुइँ घाँस अनि रुख घाँस बटुल्नु पर्ने, सोही मैले चाहिँ भ्यागुता बराबर भए तापनि सानोतिनो रुख चाहिँ चढ्न जानेको छु। सोही कलालाई प्रदर्शनी गर्दै मैले चाहिँ रुखमा चढेर चाहिँ हरेक डालालाई काटेर चाहिँ भुइँतिर घाँस खसाल्न थालेँ। अनि यहाँ रुखमा चढ्दा चाहिँ मेरो एक्सप्रेसन कस्तो थियो भनेर आफैले भिडियो पनि गरिरहेको थिएँ। अब यो अग्लो ठाउँमा आएपछि चाहिँ सोही दृश्य पनि अलिकति अलग थियो। हजुरहरूको निम्ति साझा गर्न भनेर चाहिँ मैले सोही दृश्यलाई पनि ढिलोसँगले हजुरहरूको समक्षमा साझा गर्नको निम्ति एउटा सानो भिडियो क्लिप। अब म भने चाहिँ रुखको उचाइको आनन्द लिँदै फेदमा काम गरिरहेका महानुभावहरूको भिडियो लिएँ। बाँदरबाट विकास भएको मान्छेको जात जनाउँदै मैले रुखमा चाहिँ केही बाँदर जस्तो हरकतहरू देखाएर रुखमा हल्लिएँ। अब म रुखमा चढेको देखेर भाइ पनि निकै सूर्य रुख चढ्ने तर्खर गऱ्यो, चप्ली नै लगाएर। चप्ली लगाएर पनि रुख चढ्न नसकेपछि चप्ली खोलेर पनि ट्राई गऱ्यो, तर त्यसमा पनि त्यो असफल भयो। अब दाई भनेको दाई नै हुन्छ, भाइ भनेको भाइ नै हुन्छ भनेर त्यसलाई मैले झर्नको निम्ति आग्रह गरेँ। अब फेदमा चाहिँ एउटा प्राकृतिक फुल फुलिरहेको थियो, जस्तो एकदमै राम्रो थियो। रुखको घाँस नभेटेपछि अब यसले चाहिँ जङ्गल भुइँकै घाँस लिएर अब हामी बाटोतिर लाग्यो अनि आफ्नो भारी लिएर चाहिँ आजको मिसनलाई सक्सेसफुल गर्ने दृढ सङ्कल्प लिएर अघि बढ्यो। अब बाटोमा आउँदा पसिनाले लतपत भएको भाइलाई माया लाग्यो। अन्त अघि लुकाएको ठाउँबाट चाहिँ चिया निकालेर सोही हामीले अब पिउन थाल्यौँ। मैले पनि पिएँ अनि मेरो भाइहरूले पनि। अब गाउँ आइपुगेर फेरि मैले पानी पनि पिएँ अनि यसरी नै आजको मिसन चाहिँ सक्सेसफुल भयो। अनि काकाको घरमा घाँस आयो, एन्टी भाते मिसन सक्सेसफुल भन्दै चेस गऱ्यौँ अनि दहीसँग चाहिँ भात खायो। हेर्नुहोस् न, दही पनि 2 थरीको थियो। आजको लागि चाहिँ यति नै, धन्यवाद।